नमस्कार साथीहरु, तपाईहरुलाई स्वागत छ नेप्से भिजन युट्युब च्यानलमा। आजको भिडियोमा हामी कुरा गर्ने छौं अपकमिङ आईपीओहरुको बारेमा। साथीहरु, असोजको पहिलो हप्ता खुल्ने आईपीओहरु छन् जुन तपाईलाई आज म जानकारी दिन गइरहेको छु। सो आजको भिडियो स्टार्ट गरौँ। लेट्स स्टार्ट। साथीहरु, सर्वप्रथम कुरा गरौँ अहिले खुलिरहेको आईपीओ को बारेमा। सागर डिस्टिलरी लिमिटेडले भदौ 30 गतेदेखि असोज 2 गतेसम्म बिक्री खुल्ला गरेको छ। तपाईहरुले यस आईपीओमा आवेदन दिनुभएको छ त? यदि छैन भने गएर आजै आवेदन दिनु होला। भदौ 2 गतेसम्म यसको आईपीओ खुल्ला हुनेछ। यस कम्पनीको 11,90,640 किता शेयर सर्वसाधारणको लागि खुल्ला भएको छ। यसको इस्यु प्राइस रहेको छ रु100। यसको सेक्टर छ म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ सेक्टर र यसको इस्यु म्यानेजरको रूपमा रहेको छ मुक्तिनाथ क्यापिटल लिमिटेड। यस कम्पनीले चाहिँ मदिरा उत्पादन गर्दछ। सागर डिस्टिलरी लिमिटेड कम्पनीको ईपीएस रहेको छ 3 रुपैयाँ 71 पैसा जुन नेगेटिभमा रहेको छ। यस कम्पनीको नेट वर्थ चाहिँ 106 रुपैयाँ 52 पैसा रहेको छ जुन आर्थिक वर्ष 80-81 को रिपोर्टमा रहेको छ। अब यसको रेटिङको कुरा गर्दा चाहिँ B+ रेटिङ रहेको छ जुन चाहिँ उच्च किसिमको जोखिम रहेको छ भनेर बुझ्न सकिन्छ। त्यसपछि अर्को आईपीओ खुल्दै छ श्रीनगर एग्रीटेक कम्पनी। यो कम्पनी चाहिँ म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ सेक्टरमा पर्दछ। यस कम्पनीको जारी पुँजी करिब 1,63,12,50,000 को करिब 20% ले हुन आउने 32,62,50,000 मूल्य बराबरको आईपीओ निष्कासन गर्दैछ। रु100 अङ्कृत दरले करिब 32,62,500 किता आईपीओ निष्कासन गर्न लागेको छ। यस कम्पनीको बिक्री प्रबन्धकको रूपमा रहेको छ नबिल इन्भेस्टमेन्ट ब्याङ्क। यो कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि करिब सर्वसाधारणको 10% ले हुन आउने 3,09,938 किता निष्कासन गरिसकेको छ र यो आईपीओ बन्द पनि भइसकेको छ। तर यस आईपीओ को रिजल्ट चाहिँ अहिलेसम्म पब्लिक भइसकेको छैन। यसको कारण चाहिँ जेनजीको आन्दोलनले गर्दाखेरि लोकलको लागि यसले भदौ 31 गतेसम्म चाहिँ आईपीओ खुल्ला गरेको थियो। अबको 2-4 दिन भित्रमा चाहिँ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि र लोकलको लागि यसले आईपीओ रिजल्ट पब्लिक गर्नेछ। अनि त्यसपछि जेनरल पब्लिकको लागि यो आईपीओ खुल्नेछ। जेनरल पब्लिकको लागि करिब 25 लाख बराबरको आईपीओ खुल्नेछ। श्रीनगर एग्रीटेक कम्पनीले चाहिँ एग्रिकल्चर र पोल्ट्री फार्म सम्बन्धी वस्तुहरू उत्पादन गर्ने गर्छ। यसको ईपीएस को कुरा गर्दा चाहिँ 80-81 को रिपोर्ट अनुसार यसको ईपीएस रहेको छ 1 रुपैयाँ 17 पैसा र यसको नेट वर्थ चाहिँ 100 रुपैयाँ 59 पैसा रहेको छ। यसको ओपनिङ प्राइस चाहिँ करिब 100.59 पैसादेखि 302 रुपैयाँसम्म हुने सम्भावना रहेको छ। त्यसपछि सर्वसाधारणको लागि अर्को आईपीओ खुल्नेछ, त्यो हो यशवाई प्यानल कम्पनी। यशवाई प्यानल कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि मिति तय गरेको थियो। तर देशमा भइरहेको अहिलेको अवस्थाको कारण यसको आईपीओ चाहिँ अहिले रोकिएको छ। अबको 1-2 दिन भित्रमा चाहिँ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि यो आईपीओ खुल्ला हुनेछ र लोकलको लागि पनि यो आईपीओ सँगै खुल्नेछ। यो कम्पनीले चाहिँ आफ्नो कुल चुक्ता पुँजी करिब 1,30,89,37,100 रुपैयाँको करिब 40% हुन आउने 52,32 लाख मूल्य बराबरको यसले आईपीओ निष्कासन गर्दैछ र रु100 अङ्कित दरले करिब 52,32,548 किता आईपीओ निष्कासन गरेको यस कम्पनी पनि म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ सेक्टरमा पर्दछ। यो कम्पनीले कोरियन प्रविधिबाट घरहरूको लागि प्यानल उत्पादन गर्दछ। यस कम्पनीले लोकलको लागि करिब 2,61,629 किता र वैदेशिक रोजगारीमा रहेको नेपालीहरूको लागि 4,97,092 किता आईपीओ निष्कासन गर्दैछ र 40,76,156 किता चाहिँ जेनरल पब्लिकको लागि आईपीओ निष्कासन गर्दैछ। सो तपाईहरुले चाहिँ पैसा ठिक पारेर राख्नु होला। ब्याक टु ब्याक आईपीओहरू आउँदैछ। तपाईहरुको पैसा रितिन सक्छ तर यसमा आईपीओ पर्छ पर्दैन भन्ने कुरा पनि छ। आई होप तपाईहरु सबैलाई चाहिँ आईपीओ परोस्। आजको लागि यति नै। फेरि अर्को जानकारीमूलक भिडियोको साथमा आउने नै छु। त्यतिन्जेलको लागि छुट्टिन्छौँ। हस् त, धन्यवाद।